आज चाहिँ मैले एकैचोटि लुगाबाट देखाएको क्या मैले यहाँ लुगा सुकाउनु ल्याएको नि त अलिक अब त तात्यो कि भनेर त्यो त यो निचोर्नु चाहिँ मेसिनले निचोरिसकेको छ होइन कक्रक्क भइराखेको छ आइसले त आइस बनिराखेको छ चिसोले क्या सबै कुकुरुक्क परिरहेको छ दर्रो नदर्रो खटङ खटङ बच्ने पो भइरहेको छ कि ए हावा हावा चलेन नि हावा नचले त चिसो त छैन है हावा चलेर ओहो कक्रक्क भएर आवाजै आउने भइरहेछ लुगा त यस्तै होस् अनि म चाहिँ अहिले कौसीमा छु हाई एभ्रिवान गुड मर्निङ जाओसँग हाउ शुभ बिहानी यहाँको वेदरहरू चाहिँ यस्तो छ नि पुरा घमाइलो छ तर चिसो मैले चाहिँ लुगा यसरी सुकाइराखेको छु सुकोस् यस्तै भरै भरै अलिक तातो हुन्छ कि अनि मेरो खोर्सानी बारीहरू यी मैले चाहिँ के सोच्दैछु भने अब त मार्च महिना लाग्यो खोर्सानी भिजाउँ कि भन्ने सोच्दैछु के खाए नि नखाए नि खासै खोर्सानी खानु मन चाहिँ लाग्नु छोड्यो त्यही भएर नरोपौँ कि भनेको तैपनि भिजाइराख्छु पलाए पलाउँछ नपलाए पलाउँदैन है पोहोरको जस्तै हुने हो कि भनेर चाहिँ एउटा भाँडो लानु पऱ्यो अनि भिजाउनु पऱ्यो भन्ने सोच्दैछु है त मेरो हजुर अछु अछु ठुलो चिसो भयो चिसो न चिसो म चाहिँ लुगा सुकाएर आएर सेतो डल्ला खानु लागेको है त्यो चाहिँ अस्तिकै फ्रिजमा राखिराखेको थियो राखेर जहिले खाँदा नि हुन्छ हुनु त तर म चाहिँ यही खानु मन लाग्यो अनि मेरो ब्रेकफास्ट सेतो डल्ला त्यो के भन्छ रसगुल्ला भन्ने जस्तै देख्छ है ठ्याक्कै म त त्यसको पो याद आयो तर यो रसबरी चाहिँ होइन है मलाई सेतो रसबरी चाहिँ मनपर्छ क्या त्यो रातो कि कालो हुन्छ नि त्यो भन्दा ठ्याक्कै त्यसको पो याद आयो मलाई त ठ्याक्कै त्यस्तै देखिने पनि है ल म चाहिँ खान्छु अनि के गर्छु म देखाउँछु ल मैले चाहिँ सेतो डल्ला खाइसकेँ है खाइसकेर चाहिँ यहाँ म चाहिँ यहाँ यो चाहिँ नुनमा राखेको चाहिँ हो नि त यस्तो भएर बसिरहेको छ च्याउ चाहिँ साथीलाई पठाउनु लागेको छु है दुईजनालाई पठाउनु लागेको एउटालाई चाहिँ यो नुनमा राखेको पठाउने एउटालाई चाहिँ सुकाएको पठाउने अनि म चाहिँ डिब्बामा रेडी गर्छु ल म चाहिँ सेतो डल्ला खाएर भर्खर रेडी हुँदैछु है म डिब्बामा लगाउँछु अब हाई एभ्रिवान म चाहिँ यहाँ धमाधम नुनमा हालेको च्याउ निकाल्दैछु है साथीलाई पठाइदिनुलाई यहाँ एक डब्बा आज चाहिँ सबै रेडी गरेर पठाइदिनु भनेको अल्छी लाग्ने हो कि आज घरमा छु नि त मुनिमुनि चाहिँ भर्खै चाहिँ छ मुनिमुनिको पठाउनु त्यो तल भयो नुन हाल्दैछु ल है मेरो पार्सल चाहिँ रेडी बनाएँ यहाँ थुपारेँ है यिनीहरू चाहिँ दुईजनालाई पठाउनु पर्ने हो यो रुखको ठुटाको च्याउ सुकाएको यो रुखको ठुटाको च्याउ सुकाएको एकजनालाई पठाइदिनु पर्यो आधी आधी गरेर पठाइदिनु होस् न एकजनालाई नै पठाइदिन्छु
अर्को अर्कोलाई यो बेहुली च्याउ सुकाएको यो। अनि यहाँ छ नुनमा हालेको च्याउ। यो चाहिँ नुनमा हालेको च्याउ। यहाँ छ ओखर र सल्लाको दाना। यसमा केही ठिक पारेको छु, तर भन्दिनँ म यो भित्र के छ भन्ने चाहिँ। यो र यो एकजनालाई एउटा जुत्ता पनि रेडी गरिरहेको छु। मलाई चाहिँ अलिकति सानो भएको के एक नम्बरले सानो भएको, लगाउँदा त हुन्छ हुनु त, तर एक नम्बरले अलिकति सानो भएको छ। त्यही भएर यो पनि पठाइदिनु पऱ्यो भन्छु। र उसको चाहिँ खुट्टा सानो छ अरे। नेपाली साथी नै हो, भेट चाहिँ भएको छैन, यस्तै विच्याट मार्फत चाहिँ बोलिहिन्छु। अनि यो बच्चालाई खानेकुराहरू यति नै मेरो के भन्छ पार्सल पठाउने पार्सल कि केही बिर्सेँ कि एकछिन सोच्नु पर्यो। पठाइसकेपछि फेरि याद आयो भने होइन। अब चाहिँ कोसेली पार्सल गरी पठाउनु गएको है अनलाइनतिर हिँडेको। वाट कोसेली बोकाइदिएको यहाँ हो हाम्रो कोसेली पठाउने ठाउँ चाहिँ। मैले पनि यहाँ बोकिराखेको छु। यो स्कुल है, यो स्कुलसँगै छ। पार्सल पठाउने जग्गा आउने यहीँ हो हाम्रो। आउँदा पनि यहीँ आउँछ, पठाउँदा पनि यहीँबाट पठायो। अनलाइन सामानहरू सबै यहीँ आउँछ, यहीँ आएर बसिराखेको हुन्छ। च्याउ नुनिलो नुनमा हालेको च्याउ अनि सुकाएको च्याउ पठाइदिनु लागेको। हातै दुख्यो गरौँ भएछ। यो चाहिँ स्कुलको अगाडि हो, यहाँबाट चाहिँ हो पठाउने। यहाँ सामानहरू टन्न कति अनलाइन सामानहरू सबैको यहीँ आएर बसिराखेको हुन्छ। मोबाइलमा मेसेज आउँछ आइपुग्यो है सामान भन्ने, अनि बसिराखेको हुन्छ यहीँ। जति बेला भ्यायो त्यही बेला लिनु गयो, ल्यायो गर्नुपर्छ। मेरो सामान चाहिँ अब उनीहरूले पठाइदिन्छ होला, राखिसक्यो त्यहाँ ठेगाना दिइराख्यो। अनि निस्केको अब जाने म चाहिँ बाहिर, किनभने सामान उसले पठाइदिन्छ। हामी चाहिँ यहाँ मेरो कोसेलीहरू पठाइदिएँ है। अनि चाहिँ अब फर्केको भन्दै म चाहिँ यता आइपुगेको छु। फेरि यता बिहानको बजार जानेतिर बिहानको बजारतिर आइपुगेको छु। त्यहाँ चाहिँ अब केही पाउँछु कि भनेर आएको, पाउँछु कि पाउँदिनँ हेरौँ। अब रोड क्रसिङमा छु, जाँदैछु है, ला 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 गर्दै हल्लिँदै वकिङ पारामा। चिसो चाहिँ महा चिसो छ, के गर्नु हावाले। चिसो नचिसो घाम त टिलिक्क लागिरहेछ नि है, तर चिसो महा चिसो यस्तै छ आफ्नो ठाउँको वेदर। हाम्रो नेपालतिर अहिले चिसो भइसक्यो होइन, यो चिसो रे गर्मी हुनु थालिसक्यो। यहाँ चिसो छ, यहाँ सधैँ लाग्छ। ह्याप्पी वुमेन्स डे है, नारी दिवसको फुलहरू। यो चाहिँ ह्याप्पी वुमेन्स डे भन्नु पऱ्यो नि, नारी दिवस भन्दै म चाहिँ लखर अब बजार डुल्छु ल एकछिन। खासमा किन्नु चाहिँ केही पनि किन्ने चाहिँ होइन, खासमा यस्तै हल्ली हिँड्ने हो। अब मन परेको चिजहरू देख्यो भने किनिहाल्छु, नत्र
यो चाहिँ काँक्रा जस्तो फल हो है, यो चाहिँ ठ्याक्कै काँक्रा जस्तो हुन्छ। यसको सिजन आयो तर गुलियो मिठो हुन्छ है। यिनीहरू चाहिँ अब चाहिँ यिनीहरूको सिजन आयो। बोट पनि फर्सीको जस्तै हुन्छ हौ, बोट पनि फर्सी जस्तै फल्ने पनि, तर गुलियो। ल म चाहिँ बजार डुल्छु ल। म त चिनिनँ त, के हो यो? साडी हो त? धागो म त चिनिनँ हौ, के हो यो? राम्रो छ। राम्रो त राम्रो छ, के हो यो? मैले चिनिनँ हौ, के हो? दुईटा हातले पल्टाएर हेर्नु पर्यो, सोध्नु पनि बुझिहाल्दिनँ नि त, त्यही भएर मैले त चिनिनँ है। त्यो त सोधेको पनि बुझिदिएन मैले भनेकै, त्यही भएर नकिनी हिँडेँ है। यहाँ पनि अब चाहिँ तरकारीहरू आउनु थाल्यो है बजारमा, तर टनेलभित्रकै आउँदैछ अहिलेसम्म। पालुङ्गोहरू, सागहरू आउनु थाल्यो। मैले साडी किन्नेमा फेरि आएँ क्या, यो मन पर्यो अनि साडी किन्नु आएको। कम्ता लामो होइन रहेछ, उसको टुप्पो नै नभेट्टाएर तान्दा तान्दा काट्दैछ यहाँ। फेरि म चाहिँ यही साडीमा आइपुगेको छु है, मन परेर। मेरो हजुरहरू साडी किने त, किने साडी यहाँ राखेर हेराउनु पर्यो। एउटा धागो फ्रीमा दिइपठाएकै। साडी किने है, अब चाहिँ गएँ म। सस्तो के, 5 युएन 1 मिटरको, 5 युएन। त्यही भएर मैले चाहिँ किनिदिएको क्या। हेरौँ गएर। ल म चाहिँ गएँ ल। मेरो हजुरहरू, म चाहिँ साडी किनेर पनि आइसकेँ। म चाहिँ खासमा किन गएको थिएँ भने नि, बजार यो छ नि त हिजोको यो हटपट कति धेरै छ, त्यही खानु पर्यो भनेर चाहिँ यो रोटी लिनु गएको थिएँ। यो रोटी ल्याउँदा किन्नु जाँदा चाहिँ, लिनु जाँदा चाहिँ त्यो बिहानको बजारमा पसिपठाएको के म चाहिँ। यहीँतिर पनि पाउँछ, यहीँ नजिकतिर पनि पाउँछ, तर तल अलिक तलतिर, मर्निङ मार्केट चाहिँ अलिक तलतिर हो। अनि यसो डुल्दै गएको केही पाउँछु कि नयाँ नयाँ भनेर खासमा चाहिँ यो रोटी लिनु गएको थिएँ, किन्नु हिँडेको। म चाहिँ यसो एकछिन वकिङ पनि होस् भनेर डुल्दा साडी पनि भेट्टाएँ। अहिले म साडीलाई कसो गर्छु म देखाउँछु ल। अब चाहिँ म खान्छु है। हाई एभ्रिवान, नमस्ते, गुड आफ्टरनुन। म चाहिँ बजार खासमा बजार गएको चाहिँ म चाहिँ एउटा त रोटी किन्नु गएको, अनि मर्निङ वक पनि होस् भनेर चाहिँ म चाहिँ गएको होइन। अनि मर्निङ वक पनि होस् भनेर बजारतिर डुल्नु गएको थिएँ म चाहिँ। अनि रोटी पनि किनेँ। अनि यो साडी भेटाएँ क्या मैले चाहिँ। यो साडी चाहिँ लामो 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 रहेछ है। अनि उसको तान्दा तान्दा पनि उसको टुपी नै नभेटाएर चाहिँ बिचमै काटिदियो। अनि राम्रो देखेँ क्या पहिला चाहिँ। अनि त्यहाँबाट कन्फ्युज भएँ, के गरौँ भएँ होइन।
अनि गएँ परतिरतिर डुले बजारभित्र अनि ब्रेड किने है। अनि के भन्छ 1 मिटरको यहाँको 5 युएन है। अनि यसो सोचेँ सस्तो पनि छ राम्रो पनि छ। अनि फेरि फर्केर आएँ त्यही। अनि आएर किने साडी त है म लगाउँछु है त। किने राम्रै छ है, कलर पनि राम्रो छ क्या। धेरै कलरको थियो, धेरै रङ्गी बिरङ्गी अरू अरू कलरको पनि छ होइन। तर मलाई चाहिँ यो मन पर्यो क्या। अनि मैले चाहिँ किनेर ल्याएको छु साडी चाहिँ। तर यो साडी चाहिँ के गर्नुलाई भन्ने चाहिँ मलाई नै थाहा छ। गीत चाहिँ छैन है। जिन्दगीमा साडी त लगाएको छैन के। तर यो चाहिँ ठ्याक्कै साडीकै साइज पनि साडीकै जत्रो छ के। साडी लगाउँदा हुन्छ खास भन्ने हो भने साइज पनि साडीकै जत्रो छ तल। मैले सबै देखाउनै मिलेन। मलाई चाहिँ यो कलर पनि मन पर्यो, फुल पनि मन पर्यो है। तर कस्तो हुन्छ हेरौँ। यो मात्रै छैन यहाँ, यो मात्रै छैन यहाँ, धेरै त यहाँ छ। यो साडी चाहिँ मैले चाहिँ खासमा साडी लाउनुलाई चाहिँ ल्याएको होइन है। हेरौँ के बनाउँदो रहेछु। मैले चाहिँ एउटा के जति बनाउनुलाई चाहिँ मैले चाहिँ ल्याएको हो। हुन्छ कि हुँदैन हेरौँ है। म हेर्छु है त। ल बाई बाई। भइहाल्यो भने म देखाउँछु नि है। मेरो साडीको भिडियो राम्रो त राम्रो छ क्या, सस्तो पनि।